यो एउटा क्याल्कुलेसन मेथड तपाईँलाई म भन्छु नेपाली 14 करोड कसरी कमाउने त। एक्जाम्पलको लागि लिखौँ, तपाईँले 5 करोड नेपाली रियल इस्टेटमा लगानी गर्नुभयो, त्यसमा तपाईँले 50% ग्रोथ पाउनुभयो, जुन चाहिँ 10 वर्षमा हुन जान्छ तपाईँको 2 करोड 50 लाख। यदि तपाईँले त्यही 5 करोड दुबईमा हाल्नुहुन्छ भने तपाईँले ग्रोथ 290% को बनाउन सक्नुहुन्छ विथ क्यापिटल एप्रिसिएसन र रेन्टल रिटर्न, जुन चाहिँ हुन्छ तपाईँको 14 करोड 50 लाख। अब तपाईँले 2 करोड 50 लाख त कमाउनु भयो होइन, अब तपाईँले 15% को नि ट्याक्स तिर्नुपर्ने हुन्छ। र तपाईँको थाहा नै छ हाम्रो नेपाली करेन्सी 27% ले डिप्रिसिएटेड भइरहेको छ एडिए को कम्पेयर गर्नुपर्दा। अब तपाईँले नेट गेन कति कमाउन सक्नुहुन्छ त? हार्डली 2 करोड। तर तपाईँले युएई मा दिनुपर्ने हुन्छ 14 करोड 50 लाखमा 0% ट्याक्स। अनि तपाईँलाई थाहा नै छ 40% ले एप्रिसिएटेड भइरहेको छ दिराम नेपाली रुपिजको कम्पेयरमा। तपाईँले नेट गेनको कुरा गर्नुहुन्छ भने तपाईँले कुनै ट्याक्स पनि तिर्नु परेन, कुनै चार्ज पनि तिर्नु परेन, तपाईँको पैसा जस्ताको त्यस्तै 14 करोड 50 लाख आउनेछ। यदि तपाईँहरूलाई दुबई रियल इस्टेटको बारेमा इन्फर्मेसन चाहिन्छ अझै भने मलाई तल दिएको WhatsApp नम्बरमा हाई त लेख्न नबिर्सिनु होला।